हाई गाइस, गुड मर्निङ है, सबैलाई नमस्कार छ। आज म काठमाडौँ जाँदैछु, यहाँ भद्रपुर एयरपोर्टमा छु। काठमाडौँ गएर त्यहाँबाट फेरि म मेरो बाबाको जन्मथलो चौतारा जाँदैछु। हेलो, आज म काठमाडौँ जाँदै बुद्ध एयरलाइन्समा जाँदैछु, नेपाल काठमाडौँ है। भद्रपुर एयरपोर्टबाट काठमाडौँ जाँदैछु आज 4-5 दिनको लागि। काम छ, त्यसले गर्दा जरुरी काम भएकोले गर्दा जाँदैछु है। यस्तो रहेछ है जलिबिरी जाने बाटो, हेरिहाल्नु। बाटो चाहिँ खतरै रहेछ। ल जलिबिरी आउनु भने चाहिँ बाटो यस्तो छ है। ल जलिबिरी चाहिँ यस्तो रहेछ है, हेरिहाल है। ल हाम्रो दाइको घर यो, नारायण दाइको पसल यहाँ रहेछ। पसल नारायण दाइले पुरा बेच्दैछ पसल। जलिबिरी पहाडको बिचमा रहेछ नि। यस्तो पहाड छ, पहाडको बिचमा। ल जलिबिरी बजारहरू यो चाहिँ यस्ता माथि पनि छ, उता पनि छ। हेलो गाइस, म आइपुगेँ आफ्नो गन्तव्य डेस्टिनेसन। चाहिँ आइपुगेँ, जलिबिरी भन्ने जग्गा आइपुगेँ है। यस्तो रहेछ है जलिबिरी। ब्रह्मयानी खोला, हाम्रो नारायण दाईको घरमा आइपुग्यौँ है। नारायण दाईले पुलतिर घुमाउनु ल्याएको छ हो। खोला ब्रह्मयानी खोला यस्तो छ, पाहाडहरू हेरिहाल्नु। ल कति रमाइलो छ यहाँ। कति मजाको है। हामी भोलि जाने त्यो पहाड चढ्नु पर्दैन, उतापट्टि पऱ्यो। सयपत्री लालु पाते चाहिछु, फुलेका फुलहरू झर्दै मरी परी परी। हाई फ्रेन्ड्स, हेलो है। अब हामी लाग्यौँ मेरो बाबाको जन्मथलो सेबे गाउँ भन्ने जग्गातिर लाग्यौँ। ल हाम्रो गाउँको बाटो चाहिँ यस्तो छ है, यस्तो छ। ल जाँदैछु अब। मोटामोटी अब 1 घन्टामा आइपुगिहाल्छु। ल हेर त, मधेसीहरू चाहिँ कहाँ पहाडतिर पुगिसक्यो अन्त। झरना मैले यो झरना चाहिँ मैले 35 साल अगाडि देखेको। बलिपी खोला हेर त। ल
खालको चाहिँ छ है। सेलाङ लाग उताको बाटो राम्रो छ कि है। सिन्धुपाल्चोक यो चाहिँ के विद्यालय। लो हे गाइस अब हिँड्यो अब ट्रेकिङ। हामी ट्रेकिङमा हिँड्दैछौँ। अब आधा घन्टा हिँड्नुपर्छ गाउँ पुग्नु, चेबे गाउँ पुग्नु है। सबै हामी हिँड्दैछौँ अब है। आधी घन्टामा फेरि ठेक्राकै घर। ल ल हेर्नु है रमाइलो हेर्नु त। ल लो यो घुन्छ बाटो, यही बाटो होइन उयो होइन पर होइन हाम्रो उयो गाउँ होइन। अच्छा प्रेमले बनाएको घरहरू देखिरहेको छ यहाँबाट। ल यो हाम्रो घुन्छ गाउँ है। हेर ल के भएछ अबको त डाँडै डाँडा। आहा कति राम्रो। ल ल साथीहरू फाइनली मेरो पूर्वेली घर आइपुगेँ म। ल फाइनली आइपुगेँ हाम्रो चेबे गाउँ। ल आइपुगेँ है हामी। ल अहिले त हाम्रो गाडी यहीँसम्म आउँछ, बस पनि आउँछ यहाँसम्म हो। ए बस यहाँसम्म आएको छ है। बस यहीँ आउँछ, यहीँ छ है हाम्रो घरै बनिँदैछ। घर बिल्डिङ बनिँदैछ नयाँ हाम्रो। ल यो चाहिँ हाम्रो प्रेम दाईको घर यतै नारायण दाईको। ए सरी नारायण दाईको, सरी हाम्रो नारायण दाईको। प्रेम त मेरो भाइ हो। हेरिहाल्नुहोस् कति ठुलो ठुलो पहाडहरू छ। ल हेरिहाल्नुहोस् है। ए जति पनि मेरो मित्र साथीगणहरू हुनुहुन्छ ल हेर्नुहोस् यो चाहिँ मेरो ल यो चाहिँ हाम्रो परिवार है पुरा हाम्रो सन्तानहरू। हाम्रो वडा कार्यालयको चाहिँ भनौँ भनौँ मावि स्कुल सेलाङको मानेडाँडा स्कुल हो। अब यहाँबाट चाहिँ लाग्नु पर्यो हामी चेबे गाउँ है। अब हामी यता आफ्नो गन्तव्यतिर लागौँ। यहाँ घुन्छ यहाँ हाम्रो हामी आफ्नो गन्तव्यतिर लाग्दैछौँ। ल लाग्दैछौँ है अब। ल ल भाइ यो घुन्छ यो पनि सबै हाम्रो सन्तानहरू यहाँ पुरै। यो घुन्छ गाउँ छ यो पनि हाम्रो सबै सन्तानहरू छ है यहाँ पनि। ल गुड मर्निङ गाइज। ल हेर्नुहोस् है बिहानीको हाम्रो हिमाल देखिरहेको छ मजाको पुरा सेतो चम्चमादो हिमाल देखेको छ। धेरै राम्रो दृश्य पहाडै पहाड एकदम राम्रो हिमाल देखिरहेछ। पुरा बरफ परिरहेछ। यो कुन चाहिँ हिमालको नाम के हो? जुगल हिमाल। हेर्नुहोस् कस्तो मजाको चट्ट देखिरहेछ। पुरा सेतो पुरा बरफ परिरहेछ। यो चाहिँ हो हाम्रो चेबे गाउँ है। चेबे गाउँ म यहाँ कुल पूजाको लागि आएको थिएँ। कुल पूजा पनि हिजो भयो। आज अब बिदाई हुन्छ सबैको। जो जो कहाँ कहाँबाट आएको छ सबै अब आफ्नो आफ्नो जग्गामा जान्छ। ल यस्तो छ। यो रह्यो हाम्रो स्कुल चेबे गाउँको हाम्रो स्कुल सरकारी स्कुल छ। है यसरी हामी दाजुभाइ बुहारीहरू सब जाँदैछौँ है काठमाडौँमा। ल अब काठमाडौँतिर लाग्यौँ हामी।